बसौँ प्लिज बस्नुहोस् किन भन्दाखेरि भगवान्ले हिँड्नलाई खुट्टा खानलाई हात हेर्नलाई आँखा र टिकाउनलाई केही दिएको छ त्यसलाई पनि आराम दिनुहोस् र डार्विनले भन्छ डक्टर साहब कि शरीरको जुन अङ्गको प्रयोग गरिँदैन त्यो लोप भएर जान्छ सो त्यसको प्रयोग गर्नुहोस् सञ्जीव शिल्पकार दाइले मेरो बारेमा जति झुट बोल्नुभयो त्यति त मेरो आमाले पनि तारिफ गरेको थियो होइन यो लायर मैले सञ्जीव उहाँले मलाई साथी भन्नुभयो तर आई वाज भेरी स्मल व्हेन आई स्टार्टेड वाचिङ यु टेलिभिजन आई डोन्ट नो हाउ यु मेन्टेन इट राइट मैले सोच्छु कि सञ्जीव शिल्पकार जब जन्मिनु भयो नर्सले के भन्यो होला जन्मिनु बित्तिकै स्पोर्ट्स पर्सन somewhere down the line, right? Seriously, man. जन्मिने बित्तिकै कि रेड कार्ड देखाएर होला छोरा टाइप थ्याङ्क यू भेरी मच डाक्टर साहबको कुराबाट म पनि प्रभावित भएँ राम्रो कुरा गर्नु सरले कि खेलाडी मात्रै देशभक्त हुन् यो स्पोर्ट्सको अवार्ड हुँदाखेरि मलाई अवार्ड नदिँदाखेरि मलाई पनि मन खिन्न भएको छ एकदम म पनि राम्रो खेलाडी हो तर त्यो क्याटेगोरी नै रहन्छ यहाँ म लुडो एकदम राम्रो खेल्छु अहिले नखिच राख यस्ता केटीहरू यहाँ खिच्छन् घरमा गएर मजा लिन्छ स्माइल राम्रो छ केटा म लुडो राम्रो खेल्छु सर त्यो पनि 4वटा वाला होइन साँप सिडी सजिलो छ नि त 1 2 3 4 भर्याङ चढ साँपको मुखमा पऱ्यो फिस अघि मेरो नाम लिँदाखेरि 4 जना मान्छेले ताली बजाइरहेको थियो माथि सिरियसली दे आर पेड मैले किनेको दर्शक हो त्यो जसले मेरो लागि मात्रै ताली मैले पहिले भनेको थिएँ म जति बकवास कुरा गरौँ मेरो नाम सुन्ने बित्तिकै ताली बजाएर पुरा ट्रेन्ड छन् त्यहाँ लास्ट बेन्चेसहरू आम द लास्ट बेन्चर एक्चुली म पनि लास्ट बेन्चेसहरू हो दिपक दाईको स्टाइल अहिले पनि काँटा देखाइरहेको जस्तो दीपक विष्ट दाईको बारेमा के भनौँ दाई आई हेभ अलवेज एडमायर्ड वाट एभर यु हेभ अचिभड र यति बलियो मान्छे पनि यति नरम हुनसक्छ भनेर देख्दाखेरि मलाई पनि बडा खुसी लाग्छ दाइ सो यो साँचो भनेको ताली बजाउनुहोस् यस्तो कुरा मैले सिरियसली भनेको कुरामा केटाहरू मजा आएको थियो सिटी नबजा भाइ यो उमेरमा त सिटी बजाउनै हुँदैन त्यसको पनि क्याटेगोरी छ 16 17 अहिले सिटी बजाउनु थाल्यो भने काम अर्कै हुन थाल्छ You know what, I travel different places for my shows actually. I'm very busy. I'm marketing गर्नु पर्यो नि I'm very busy. हेमन्त राणा जस्तो होइन कि आज यहाँ गीत गाएर भोलि अमेरिका जाने नथिङ लाइक द्याट म आज यही हुन्छु भोलि पनि यही यो गीत अहिले मेरो आवाज एकदम कम बिग्रेको छ I can't sing मेरो आवाज बिग्रेको छ दाइ यस्तै हो गाउँले तपाईले You are the damn concrete singer I have ever seen who can sing in any damn situation. दाइको गीत चाहिँ विशेष त जोड लाएर गाउनुपर्छ यहाँ जब चूर्ण पाचकले काम गर्दैन दाइको गीत खलास भएन भने म ग्यारेन्टी दिन्छु माया कसम भगवान कसम अब यत्तिकैमा खलास आउँछु तिमी आइनौ जब आयो यति गर्नुपर्छ दाइ You know, you're doing social work, man. Seriously, sir. You're giving fundas everyone to just clean up your like digestive system. I love you, Dai. I love you. Huge respect. And you know, Hemanta Rana the git gaera gayo. Teso git pani gajabko cha. I'll talk about this singing stuff a little later.
राम्रो छ खेलाडी on a very serious note, sports persons are real heroes, sir. No doubt. राम्रो यो मोबाइल स्विच अफ गर्नु भनेर सिकाएको थियो पहिला नमान्नु यस्तै मान्छे इक्जाममा 32 नम्बर ल्याएर पास हुन्छ टिचरले राम्रै पढाइरहन्छ तर ध्यान हुँदैन अनि यस्तोले भन्छ फेरि साला टिचर खराब छ मोबाइल पनि इम्पोर्टेन्ट होला फेरि मोबाइल भगवानको छ सोसल नेटवर्क अचम्मको भएको छ आजकल जे गर्नु छ फेसबुकले गर्छ you don't celebrate any event just for the sake of celebration मनाउनुको लागि मनाएको होइन साला फेसबुकमा राख्नु छ फोटो पोस्ट गर्नु छ मलाई आमाले बे चलो मदर्स डे त्यही छ माइ लभिङ फोटो सक्यो लाइक काउन्ट गरेको छ आमा जा भाँडमा फेरि आई हेभ स्टार्टेड दिस फेसबुकको आफ्नै फर्मुला रहेछ क्या केटा मान्छेको स्ट्याटसको कमेन्ट हेर्नुपर्छ र केटी मान्छेको स्ट्याटसको कमेन्ट हेर्नुपर्छ मा कसम यति फरक आउँछ भनेर साथीसँग केटा मान्छेले अब केटी मान्छेले भन्यो यु नो वाट आज म पैदल अफिस गएँ स्ट्याटस म पैदल गएँ कमेन्ट आउँछ हाउ स्वीट यु भेरी सिम्पल उच्च विचार यु टेक केयर अफ युर हेल्थ केटाले त्यही लेखोस् आज म पैदल अफिस गएँ स्ट्याटस तल कमेन्ट आउँछ साला तेरो औकात त्यही हो पहिला के रकेटमा जान्थिस् साले त साइकल किन्ने हैसियतको छैन पैदल जा केटीले खाली भनिदिनुहोस् I'm feeling common cold. Please do take care of yourself. तातो पानी लिएर आऊ घर कहाँ हो प्लिज समथिङ लाइक द्याट केटाले भन्नुहोस् मेरो हात भाँचियो जडाएर तेरो अब किडनी पनि जान्छ साले त मैले भनिरहेको थिएँ चोरी नगर कमेन्ट सी फेसबुक हो चिज हेमन्त राणाले गीत गाएर गएको दामी लाग्यो सुन्न साइले साइले म पनि गाउँछु दामी गाउँछु सुनौँ न त कसम लागिरहेको टिभी हेरेर च्यानल चेन्ज गरेर चाहिँ अब कसरी डिमान्ड कसम हुन्छ भगवान् कसम यु नो वाट आई टक अबाउट दिस आई टेक लिटल मोर टाइम बिकज अब नो म एकचोटि के योगी दाइ लाइक आई वाज इन डेनमार्क एक्चुली मेरो सो थियो अनि हामी फ्यान्सहरू भेट्छौँ वी फिल सो ह्याप्पी लिटरली मिटिङ आवर फ्यान्स आई डोन्ट कल देम अ फ्यान दे आर फ्रेन्ड राइट दे हु एप्रिसिएट अस हु लभ अस खुसी लाग्छ तर फ्यु अफ देम आर सो इरिटेटिङ सिरियसली म चट्ट लाएर ग्रिन रुममा बसिरहेको थिएँ एकदम सोफिस्टिकेटेड स्टाइलमा दुईजना चाहिँ पुरा सिक्योरिटी राखिदिएको थियो मुस्टन्डाहरू ढक्क परेको पुरा सिक्युरिटी थियो त्यो सब सिक्युरिटी छलेर एउटा केटा ढक्क भित्र ढक माथिको मुडमा यता एउटा सिङ्गर बसिरहेको उता हेऱ्यो फेरि नजर सिप मतिर म तपाईँको फ्यान हो मेरो फोटो खिचौँ फोटो खिच्नु साला पिट्ला भइसक्यो खिचौँ खिचौँ मेरो स्वास्नीसँग अरे त्यसको पनि होइन फेरि त्यसको स्वास्नीसँग म बसेर फोटो खिच्दिनँ यस्तोसँग बोलाउँछ लाग्छ कि म त्यसको घरमा दुध बेच्न जान्छु बुबा नजिक मोबाइल निकाल्यो 16 जति फोटो खिच्यो थ्याङ्क यू भने गयो एकछिनपछि फेरि फर्केर आयो अहिलेको त सबै हल्लेछ नि अब now again I have to stand with this wife man literally like this seriously but I love them ससुराली जानुहोस् यति माया गर्छ भनेर साथी छ ज्वाइँ भएर होइन साला मेरो टेन्सन तैँले लिएर गइस् धन्य होस् त धन्य होस्
श्रीमती भनेको चिज भयङ्कर खतरनाक चिज हो। भगवान् हो ताली बजाउनुहुन्छ। सब पीडितलाई लागिरहेको तपाईँ जतिकै नेसनल हिरो तपाईँ ताइकान्डो साइकान्डो छोड्नुहोस् त्यो श्रीमतीको गाडी तपाईँको केही चल्दैन। भगवान् कसम तपाईँको काँटा साटा हुन त उता पनि काँटै हो केही चल्दैन। श्रीमती भनेको मन्दिरमा दिएको प्रसाद हो। भगवान् कसम दाइ मन्दिरमा दिएको प्रसाद मन परिन् नपरिन् खानै पर्दैन। पिलित्त परेको पेडा हुन्छ कि फाल्नु हुँदैन प्रसाद साला खडा पुरा केरा गलेर अबिर लागेर यस्तो भइरहेको हुन्छ कि नै साला फाल्नुहरू खा। You can't seriously win with your wife. तपाईँ गोल्ड मेडल जित्नुहोस् सिल्भर जित्नुहोस् तर आफ्नो श्रीमतीलाई जितेर देखाइदिनुहोस्। देखाउनुहोस् मलाई जिता जात्ता नहुनु हेर्नुहोस् यहाँ जतिकै सुपरस्टार हुनुहोस् बिहान उठ्ने त्यही हुन्छ है चिया खाइ दुध ल्या दुध लिन जान्छु दाइ म हेर्नुहोस् हालत। उहाँले भन्नुहुन्छ उहाँको बेलामा टिभी च्यानल चेन्ज हुँदैन मेरो घरमा मेरो हातमा रिमोटै हुँदैन। उहाँले जे च्यानल हाल्नुहुन्छ म त्यही च्यानल जसले आफ्नो गल्ती गरेर सरी भन्छ त्यो बुद्धिमान मान्छे हो। बुझ्नुभयो जसले आफ्नो गल्ती गर्छ त्यो सरी भन्छ त्यो बुद्धिमान मान्छे हो। जसले आफ्नो गल्ती गरेको जस्तो लाग्दैन गरेको हो कि होइन जस्तो लाग्छ त्यही पनि सरी भन्छ त्यो वाइज हो बडा समझदार मान्छे। गुड जसले गल्ती नै गरेको हुँदैन त्यही पनि सरी भन्छ हिज हस्बेन्ड। श्रीमतीलाई तपाईँ सरी बाहेक केही पनि नबोल्नुहोस् तपाईँको केही चल्दैन। हात मिलाएर साला यो केटाले मेरो बोली बोलिरहेको छ। जतिकै ठुलो पदाधिकारी हुनुहोस् मैले मेरो बोसलाई सोधेँ मेरो बोसको त थाहा होला खैर छोड्नुहोस्। तपाईँ अफिसमा त बाघ जस्तो हुनुहुन्छ यार घरमा तपाईँ किन बिरालो जस्तो किन चुप अफिसमा पनि बाघ हो घरमा पनि बाघ हो फरक यति हो कि घरको बाघमाथि माथा चण्डी बसेको हुन्छ अरे खेलाडी हुनुहोस् अभिनेता हुनुहोस् नेता हुनुहोस् सबको समस्या भनेको त्यही हो श्रीमती। यो फेरि श्रीमतीको गजबको कुरा छ यार उसको सबैभन्दा आदर्श मान्छे लोग्ने मान्छे भनेको उसको पिता। हेर्नुहोस् मेरो बुवालाई सबभन्दा आदर्श मानिस सबैभन्दा भाग्यमानी मान्छे त्यसको भिनाजु मेरो दिदीलाई बिहा गर्यो। सबैभन्दा दुखी मान्छे मेरो भाइ कस्तो बुहारी परे। त्यसपछि फटा चोर गधा काम नलाग्ने निठल्लु निकलमा आफ्नै शिरमा सब बाँकी क्याटेगोरी आफैमा पर्छ। तपाईँ मजाले बसेर टेलिभिजन हेरिरहनु भएको छ फुटबल चलिरहेको छ मान्नुहोस् मजाले फुटबल अल अफ सडन योर वाइफ बम्पिङ के सोचिरहेको लाग्छ त्यो आफै एफबिआईको एजेन्ट होस् जासुसी त्यसको रग रगमा परेको छ। के सोचिरहनु भएको केटा केही पनि सोधेको छैन फुटबल हेरेर चाहिँ केही पनि सोधेन केही त सोचिरहेको छु। भगवान् कसम यार केही सोचेको छैन यार भन त के सोचिरहेको छु सारा केटा कन्फ्युज म सोचिरहेको छु जनतालाई कन्फर्म भइहाल्छ यसले केही पनि सोचेको छैन तिमी त्यसलाई जित्नु त्यसैले हुन्छ अनि भन्छ केही सोचेको भए त यस्तो हुँदै हुँदैन नि सारा घरमा बम खस्यो भयो कि all day of hard work when you are trying to sleep at that very point of time जब तपाईँ दिनभरि हारा काम गरेर सुत्न लाग्नुहुन्छ त्यही बेला त्यसलाई प्रश्न सोध्नुपर्ने हुन्छ। जब निदायो त्यही बेला म मरे भने तिमी के गर्छौ
साथमा रुगा लागेको छ न खुकी लागेको छ ज्वरो आयो त मर्छस् कसरी मलाई होइन म मरे भने तिमी के गर्छौ मैले म पागल हुन्छु पागल अर्को बिहे गर्छु गर्दैनौ मैले पागलले चित पनि गर्न सक्छ भन्ने पुग्दो रहेछ आनन्दले मेरो खेलाडीहरूले नेपालका खेलाडीहरूले योगेश्वर दाई जस्तो हिराको औँठी लाउँछन् भन्ने पुग्दो रहेछ दिनभरि अर्मानीको सुट लाउँछन् लान्छ अर्मानीका सुट नेपालको फुटबल प्लेयर्सहरूले अहिले बिस्तारै गोल हाल्न थालेछन् नभए भाइ छ यहाँ ठोक्दिउ गोल मोटिभेसन हो राम्रो रिङटोन चाइनिज मोबाइल हो भने पहिले थाहा भयो किनभने गलत टाइममा बजाउनुहुन्छ यु नो व्हाट फुटबल खेलाडीलाई यस्तो टेन्सन छ यार त्यसले गोल कसरी हाल्छ बल लिएर गइरहेको हुन्छ दिमागमा हुन्छ घर भाडा एउटालाई छोड अर्को आउँछ साला आमाको अपरेसन अर्कोलाई छोडेको बा बिरामी भइसके अर्को आयो बहिनीको बिहा आलु बोलान्छ त्यसले म गौतम बुद्धको एकदम फलोवर हो आई लभ गौतम बुद्ध ह्युज रेस्पेक्ट तर गौतम बुद्ध राजाको छोरा नभइदिए भए सायद बुद्ध हुन्थेन होला दिनरात के खाने भनेर सोच्ने मान्छेले कहाँबाट ध्यान गर्नु साँच्ची हो But I can see a proud father here, proud grandfather here. Congratulations, sir. You have done a fantastic job. खेलाडी बनाउनु, खेलाडी हुर्काउनु बहुत गाह्रो चिज हो. You people are doing that. म त्यो खेलाडी भन्दा त्यो खेलाडीको प्यारेन्ट्सहरूलाई एकदम सल्युट गर्न चाहन्छु जसले चाहिँ गाह्रो छ यार खेलाडी बन्नु. बहुत गाह्रो छ. बहुत गाह्रो छ. तर त्यो गाह्रो काम तपाईँले गरिरहनु भएको छ. भगवान भन्छ तर यसको मतलब यो होइन कि खेलाडी मात्र देशभक्त हुन्छ हामी चाहिँ कि अङ्गीकृत चित्तु छ नि यार अबसम्म लुडो नेपालीलाई भगवान कसम तास खेलाउनु पर्छ संसारभरिको गोल्ड मेडल त्यसैले लिएर आउँछ च्याम्पियन हो नेपालीहरूको बहुत आफ्नो आफ्नो एकदम सेल्फ आफ्नै बानी छ दाइ यति फुर्सदिला हुन्छ नेपालीहरू भनेर साथै त्यही पनि यस्तो एक्टिङ गर्छ कि लाग्छ त्यसलाई टाइमै छैन आम भेरी बिजी तर सबैभन्दा बढी टाइम त्यहीसँग हुन्छ महाकसम अर्काले लाइसेन्सको ट्रायल दिएको यहाँ बारमा बसेर साला फेल त्योभन्दा आफू दुखी भइरहेको छ तर त्यो शिवरात्रिको प्र्याक्टिस भगवान कसम मैले भने शिवरात्रि सैनिक दिवस यार ह्युज रिस्पेक्ट फर लाइक नेपाल सोल्जर तर हाम्रो बिचारा जनतालाई पनि यसो हेर्ने ठाउँ बनाइदिए हुन्थ्यो नि रुखा चढेर शिवरात्रि बारमा यसो झुन्डेर पड्कायो त्यही भिडमा मेरो काका पनि थियो एउटा पुरा शिवरात्रिको हेरेर आएछु कि काका के हो हेरेर हेरे हो शिवरात्रि हेरे त सेना दिवस पनि हेरे कि नेपालको सेना खासै काम लाग्दो रहेछ त केटा किन प्र्याक्टिस रहेछ तिनीहरूको के हो प्र्याक्टिस किन भयो एउटै निशाना ठिक्लोमा लागेर त्यत्रा नेता बसेका थिए कुछ लाग्नु नि लाग्दैन हवाई फायर गरेर फिल्म हल भएको फिल्म चल्छ त बतासै चल्छ के नयाँ कुरा भयो त बाबा होइन म बिना कसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरा कति टाढा छ जस्तो एक कल गर प्लेन लिएर जा बेकारमा टेन्सन तर I have huge respect for the lyricist. Thank you very much, ladies and gentlemen. I love you all and thank you very, very much. जसले आज सम्मानित हुनुभएको छ always remember that my dad taught me this कि never keep your success in your head and failure in your heart. सक्सेसलाई कहिले पनि टाउकोमा राख्नु हुँदैन फेलियरलाई कहिले मनमा लिनु हुँदैन that's a wrong place to keep. So तपाईहरुको यो अवार्ड जसले पाउनु भएको छ believe me, this is just the beginning. You're just first award. There's a lot more to come. So I'm very much happy to be part of this. साँच्चै अघि मैले यहाँ उभिएर राष्ट्रगानमा छातीमा हात राखेर जब राष्ट्रगान गाएँ त्यस वखत मलाई साँच्चै गर्व फिल भयो कि यार म यो माझमा छु यो मासमा छु मैले देश विदेशमा धेरै ठाउँमा प्रोग्राम गरेको छु तर यहाँ प्रोग्राम गर्दाखेरि एउटा अर्कै किसिमको प्राइड फिल भइरहेको छ थ्याङ्क यू भेरी मच